नमस्कार, जय नेपाल। म आजको विषय यो हाम्रो 25 गतेको त्यो सभामा उत्तर प्रदेशको योगी आदित्यनाथको फोटो सम्बन्धी म केही चर्चा गर्न गइरहेको छु। त्यो र्यालीमा उहाँको फोटो राख्नु नराख्नु मेरो हिसाबले नराखेको राम्रो। जसले पनि राखे त्यो चाहिँ अब जसको पछाडि उसको आफ्नो के स्वार्थ हो त्यो मलाई थाहा छैन। तर त्यस्तो नेपाल र नेपालीको केही सभामा उहाँ विदेशीको फोटोहरू नराख्दा या नलाँदाखेरि राम्रो, त्यो अति राम्रो हुन्छ नेपालीको लागि भनेर। अब रह्यो कुरा, अब जति नेपालमा बस्ने हाम्रो अरू पार्टीहरू या अरू व्यक्तिहरूले कसैले विरोध गरिरहेछ कि त्यहाँ किन लग्यो, भारत इन्डियाको नेताको फोटो राख्यो भनेर विरोध गरिरहेछ। तर त्यो विरोध गर्ने समूह या जो ग्रुप छ या साथीहरू छ या कुनै पार्टीको दाजुभाइहरू छ, मेरो उहाँहरूलाई प्रति प्रश्न के छ भने उहाँहरूलाई विरोध गर्ने अधिकारै छैन क्या। उहाँहरूले त्यो एजेन्डामा, फोटो राखेको एजेन्डामा विरोध गर्ने अधिकार उहाँलाई छैन। किन छैन भने कारण के छ भने हेर्नुहोस्, 2007 सालमा प्रजातन्त्र ल्याउनको लागि काङ्ग्रेसहरूले कुन इन्डियाको समर्थनमा, इन्डियाको सहयोगमा त्यो 2007 सालमा प्रजातन्त्र ल्याएको होइन? उहाँहरूको इन्डियाबाटै गरेर आएको होइन? 2046 सालको आन्दोलन पनि भयो। त्यो आन्दोलन पनि कसको सहयोगबाट आयो? त्यो प्रजातन्त्र त्यो भारतकोबाट सहयोगबाट प्रजातन्त्र आएको होइन। त्यो 46 सालको आन्दोलनमा म एउटा युवा कलेजमा पढ्ने, म काठमाडौँको बानेश्वरमा जुलुसमा निस्केको मान्छे हो। त्यो आन्दोलन सुरुमा मान्छे नि आउँदैन थियो त्यो आन्दोलनमा, अनि मान्छेहरू कन्भिन्स भइरहेको थिएन हाम्रो नेताहरूसँग। त्यस्तो अवस्थामा अनि भारतबाट चन्द्रशेखर नेता जुन आउनुभयो, भारतको त्यो कम्युनिस्ट नेताहरू, धेरै नेताहरू काठमाडौँ आएर अनि जब उहाँहरूले त्यो आन्दोलनमा भाषण गरेर र्यालीमा भाषण गरेपछि जनताहरू चाहिँ त्यो घर घरबाट निस्किन थाल्यो प्रजातन्त्रको लागि। अब 46 सालको आन्दोलन पनि भारतकै सहयोगबाट उहाँहरूले गर्दा चाहिँ बडा राम्रो है। अनि अरूले केही गर्न खोज्यो या एउटा फोटो तस्विर आयो भने यिनीहरू त यसको अरू भारतको सहयोगबाट यिनीहरूले राजालाई ल्याउन खोजे भने। त्यही भएर विरोध गर्नको लागि पहिला आफू स्वच्छ हुनु पर्यो। अब कुरा आउनुहोस्, या चाहे अरू पार्टीले भन्नुहोस्, चाहे माओवादी साथीहरूले भन्नुहोस्, उहाँहरूले पनि विरोध गर्ने अधिकार छैन। किन छैन भने जनयुद्ध लड्नु भएको कहाँ बसेर लड्नु भयो है, त्यो एउटा पक्ष हो होइन। अर्को कुरा 12 बुँदे सम्झौता कहाँ गर्नुभयो उहाँहरूले? सबै राजनीतिक दलले 62-63 को आन्दोलनभन्दा 12 बुँदे सम्झौता भारत इन्डियामा गरेको होइन, दिल्लीमा गरे होइन। अनि उहाँहरूले गर्दा उहाँहरूको फाइदाको लागि गरिदिँदा हो राम्रो, सबै राम्रो। तर उहाँको विरोधमा कुनै काम गर्यो भने यो त राष्ट्र विरोधी काम भयो भन्छ, त्यहाँ राष्ट्रियताको कुरा आइहाल्छ। अब त्यो 62-63 को उस भएपछि त्यो आन्दोलन जुन भयो, त्यो आन्दोलन भएपछि परिवर्तन पनि त्यो इन्डियाको त्यो 19 दिने जुन आन्दोलन भयो, 19 दिनको त्यो आन्दोलन चलिरहेको बेलामा बिचमा मध्यस्थता गर्ने मान्छे इन्डियाबाट आएको होइन। राजा र नेताहरूको बिचमा मध्यस्थता गर्नको लागि इन्डियाबाट आएको होइन। अनि त्यो भएर हामीले कसैको विरोध गर्नु भनेको त्यो राम्रो होइन। हाम्रो नेपालको लागि के राम्रो हो त्यो सोच्नुपर्ने हो। जनतालाई हामी मूर्ख नबनाऊ। त्यो समय जनतालाई धोका दिँदा हाम्रो नेपालीलाई धोका दिए जस्तो हो। त्यो हिसाबले मेरो विचारले चाहिँ हामीले जे छ, जे सही छ जे सही भनौँ, जे गलत छ त्यो गलत भनौँ है। स्वार्थ, आफ्नो व्यक्तिगत स्वार्थको लागि मेरो यो ठिक छ यो गलत छ त्यो भन्नु मेरो हिसाबले त्यो राम्रो होइन। त्यही भएर मेरो एउटा सानो सुझाव हो, कुनै कुराहरू कसैको पक्षमा बोल्नु, विपक्षमा बोल्नु भन्दा राष्ट्र र नेपालको लागि के हित छ, के राम्रो हुन्छ, के गर्दा नेपाल बलियो हुन्छ, त्यो एकचोटि मनन गरेर अब अगाडि बढौँ
भनेर म यति दुई शब्द भन्दै आजको यो मन्तव्य यहीँ सकियाउँछु। जय नेपाल।